यो व्हाट्सअप गाइस वेलकम ब्याक टु माई च्यानल। आज हामी फेरि पनि खेल्दैछौँ माइनक्राफ्ट सिरिज एपिसोड 2 होइन। एपिसोड 2 मा हामी अब घर बनाउन सोचिरहेको छु म होइन। कस्तो घर बन्छ हेरौँ है त। मोर्तन टाइपको घर बनाउनु भन्ने सोचेको मैले है। केटा कस्तो हुन्छ घर चाहिँ यहाँनिर बनाउँ भनेर हल्का क्लियर गरेको छ मैले स्पेसहरू। यहाँनिर मोर्दन टाइपको बनाऊ भनेर सोचे कन्क्रिट ब्लकले बनाउनु पर्ला। भिडियो मन परेमा सबैले होइन सेयर सब्सक्राइब गरेर बेल आइकन थिचिदिनु होला। कन्क्रिट खोज्नु चाहिँ गाह्रो हुन्छ अब। ग्रेभल स्यान्ड अनि के चाहिन्छ अरे कन्क्रिटको लागि। यहाँनिर आउटपोस्ट पनि छ यहाँ सिधा। उडेर हिँड्छ फेरि। ध्यान गर्छ केटाहरू हल्का क्लियर गरेर अब हटाउनु पर्छ। लाइटहरू हाल्न पर्ने हुन्छ। हामीले हालिदिएको छौँ लाइट। अझ हल्का हालौँ तिर हालौँ है। मब आउँछ कि उपर यार बिहान अब हल्का सामानहरू कलेक्ट गरेर भेटौँला है त केटा। अब नि भाटे यार यस्तो ग्राभल गरेको छ। यहाँ नि अघि हल्का हालेको हालेँ मैले यो पिक ग्राभल हो केटा हो। कन्क्रिट बनाएको फेरि व्हाइट फ्लावर खोजेर व्हाइट र ब्ल्याक फ्लावर खोजेर अब फेरि भेटाउन दिइमिलेको आउँछ। लगेर पुग्न लाग्यो हामी। के हो कहाँ खस्यो? भिलेज देखिसकेको छ हाम्रो। लास्ट तारा जानुपर्ने यार। उता गएर यार म त यहाँबाट सिधा गएको थिएँ। ब्ल्याकको थाहा नभएर फेरि युट्युबमा हेरेर कस्तो बनाएर मिक्स गर्न पर्छ। पुग्यो यार बल्ल ल बनाऊ है। कति आउँछ ओइ वाल स्याल पाउँदो रहेछ त दामी रहेछ। यसो त भइहाल्छ। त्यस्तो किन हुन्छ होला अब ब्ल्याकवाला बनाउनु पर्ला। उपर चाहिँ छ भने उपर लिएर यार मैले अब यसलाई पनि पानीमा हाल्नु पर्छ होइन। अब पानीमा उता गएर फेरि ल केटा फेरि यो कन्क्रिट बनाएर म भेट्छु। गयो दुईटा चेस भरिने गरी परेको रहेछ। वा
सबै काकाबाट ल्याएको छु। 2 घन्टा हुँदैसक्यो सामान कलेक्ट गरेर 2 घन्टा होइन 1.5 घन्टा भयो। ठुलो नबनाउनु यता भएन। अब यहाँ भित्रको भर्नु पर्यो अब सानो बनाउनु लकको कमी होला जस्तो लकै सक्यो फेरि कहाँ सुरु गर्ने यहाँ सुरु गर्ने 1 2 3 4 5 6 7 गरी गरी लेयरहरु बनाउनु एउटा माथि बनाउनु अब सबै लेयरहरु बनाएर भेट्छु यता विचार सजिलो लाग्छ कस्तै रहेछ गाइस यस्तो टाइपको बनाउँ कि भन्ने सोचेको हो गाइस टाइपको बनाऊ कि भनेर सोच्न त है कस्तो हुन्छ अब यहाँ अब फ्लोरिङहरु गरेर के बुझ्नु के वुड हान्ने हो कि अब यहाँ ब्रिजको ल्याउनु पर्ला जस्तै ब्रिजको कस्तो होला उता ब्रिजको छ र त्यो ब्रिज बाइन्छ र ब्रिजहरु टक्क लिएर आउनु पर्ला रुख काटेर एकैछिनमा भेट्छ टाढामा के भयो लोकेसन चुज गरेर यस्तै गरी अब वुड कति चाहिन्छ त्यति कलेक्ट गरेर भेटौँला अब कलेक्ट त गरियो
मेरो भिडियो कसरी हुँदैन यति गरेको छ अब यहाँ यति भएको छ अझै यहाँको युज गरेर सर अलिक कस्तो फुल देखाएको सुरुवातमा यो बढी हुन्छ त्यस्तै राखौँ है माथि चाहिँ सुरु हान्नु पर्ला ल यार उडिसक्यो यार सक्यो यार यहाँ सक्यो जस्तो लागिरहेको थियो लास्ट स्ट्याक बाँकी रहेछ फेरि माथि चढ्नु पर्यो यो फाइनल्ली यहाँ ग्लासहरू हाल्नुपर्छ भने लाइटहरू अघि ल्याएर लाइट हाल्न सुरु हाल्नु अब इन्टेरियर चाहिँ अर्को एपिसोडमा हाल्नेछौँ हामी पानी छ भनेर हाम्रोले ठ्याक्कै पानी सकिन्छ यार के चाहिँ फेरि कस्तो बोल्यो छ त आउँदैन घर अगाडि छन् घरको उद्घाटन गरौँ भने कहाँ गएको है घर अगाडि उद्घाटन गर्छौँ कहाँ गयो त यसलाई यसरी उद्घाटन गरौँ कतिवटा दियो उद्घाटनमा कतिवटा दियो यसले शुभ हुन्छ अब केटा ओ 5वटा दियो शुभ हो शुभ हो अशुभ हुन्छ लभली डे अब सिसाहरू हाल्नुपर्छ अब सब इन्टेरियरको काम अर्को एपिसोडमा गरौँ न अर्को एपिसोडमा हामी नेदरमा पनि जानेछौँ आजको लागि यति नै भन्दै म बिदा हुन चाहे टिल नेक्स्ट एपिसोड सबैजनाले कोरिदिनु होला लाइक शेयर सब्सक्राइब गरेर बेल आइकन पनि गुड बाई ल आजको लागि यति नै जय नेपाल